लसो फ्याफुला दर्शन नमस्ते झड्ले टसिथिलै सबैजनालाई म सञ्जय लामा तमाङ आज भने तपाईँहरू माझमा फेरि पनि मैले एउटा विशेष भिडियो लिएर आएको छु है त। यो चाहिँ विभिन्न किसिमका भाइ बहिनीहरूले मलाई मेरो फेसबुक मेसेन्जर मार्फत चाहिँ मलाई मेसेज गरेर उहाँहरूले सोध्नुहुन्छ कि हामी अहिले ब्याचलर गरेका छौँ र घरमा बसिरहेका छौँ। अब कसरी हामी अगाडि बढ्ने होला, के गर्दा राम्रो होला भन्ने चाहिँ उहाँहरूको गुनासोहरू हुन्छन् र कसरी अगाडि बढ्न सकिन्छ भनेर उहाँहरूले धेरै किसिमका मेसेजहरू गरेर मलाई पठाउनु भएको छ। हुन त धेरै साथीभाइहरूले विभिन्न किसिमका टिक्का टिप्पणीमा चाहिँ मेसेज गर्नुहुन्छ, तर यो चाहिँ मलाई अलिकति इन्ट्रेस्टिङ लागेर र मैले जानेका बुझेका मेरो अनुभवको आधारले चाहिँ भाइ बहिनीहरू मार्फत चाहिँ भाइ बहिनीहरूलाई पनि मेरो सल्लाह र सुझाव केही दिउँ कि भनेर मैले एउटा भिडियो बनाएको है त तपाईँहरूको लागि। म तपाईँहरूलाई के भन्न चाहन्छु भने होइन, पढ्नुपर्छ। सुरुमा नपढिकन यो फिल्डमा आउँदा अलिकति पछाडि परिन्छ, त्यस कारणले गर्दाखेरि पढ्न चाहिँ पर्छ। तपाईँहरूले पढ्नुभएछ, नलेज गेन गर्नुभएछ भने अब चाहिँ भने तपाईँहरूले अलिकति अगाडि बढ्न पर्ने हुन्छ। कहिलेकाहीँ के हुन्छ त भन्दाखेरि अब मैले यत्रो ब्याचलर पढिसक्यो, अब मैले जस्तो पाएँ त्यस्तै प्रपर्टीमा काम गर्दाखेरि अलिकति मेरो चाहिँ अलिकति मान्छेलाई अलिकति गिल्टीनेस अथवा अलिकति मान्छेको नेचर त हो नि होइन, मैले सानोतिनो ठाउँमा काम गर्दा मेरो इज्जत नहुने कि भन्ने किसिमको नि एउटा मान्छेलाई गिल्टीनेस एउटा भनौँ न एउटा एउटा भित्रबाट एउटा ऊ आउँछ कि एउटा चाहिँ सोचाइ आउँछ। त्यस कारणले त्यस्तो चिजलाई चाहिँ इग्नोर गरेर अगाडि बढ्नको लागि चाहिँ हामीले त्यस्ता विभिन्न किसिमका कुराहरूलाई चाहिँ हामीले इग्नोर गर्न पर्ने हुन्छ। किनभने कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि सबै कुरा राइट वेमा नै चल्छ भन्ने हुँदैन। तपाईँले ब्याचलर गर्नुभयो र मैले ब्रान्डमा नै एकदमै राम्रो ब्रान्डमा नै काम पाउँछु भन्ने हुँदैन र त्यसको लागि केही टाइम लाग्न सक्छ, धैर्यता हुनसक्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ सुरुमा के गर्नुहोस् भन्दाखेरि जस्तोमा पायो नि अब टाइम पासको लागि, किनकि एउटा म इक्जाम्पल के भन्छ, तपाईँको एउटा नाइफ छ, नाइफलाई सार्प नगरिकन एक ठाउँमा थन्क्यायो भने त्यसमा जङ लाग्छ, त्यसले चाहिँ काम गर्न छोडिन्छ सुरुले सुरु। त्यस कारण तपाईँहरू चाहिँ यस्तो स्याही नेचर बनाएर तपाईँहरूले घरमा थन्केर बस्नुभयो, मैले यति पढेछु उति पढेछु र मैले चाहिँ अब राम्रो प्रपर्टीमा पाएन भने म जब गर्दिनँ भनेर तपाईँ घरमा थन्किनु भयो भने छ नि, झनै तपाईँको नलेजहरू चाहिँ सुकेर जान्छ कि हराएर जान्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ आफ्नो नलेजलाई चाहिँ सार्प बनाउन लागि अब कहिलेकाहीँ राइट टाइम नआएको खण्डमा चाहिँ तपाईँहरूले ठिकै छ नि त, टाइम पासको रूपमा सानोतिनो होस्, काम भनेको सानोतिनो फर्स्ट अफ अल त हुँदै हुँदैन होइन। त्यही कारणले गर्दाखेरि सबै कामलाई हामीले इज्जत गर्नुपर्छ, सम्मान गर्नुपर्छ। मान्छेलाई ठुलो ठुलो मान्छेहरूको तपाईँ इक्जाम्पल हेर्नुहोस्, उहाँहरूले पनि सानो सानो काम नै गरेर ठुलो ठुलो बन्नुभएको इक्जाम्पलहरू धेरै पाइन्छौँ हामीले। त्यस कारणले गर्दाखेरि सबैको सक्सेसफुलको पछाडि स्टोरी हुन्छ नै भन्छन् सबैले, त्यो ट्रु नै हो। धेरै हदसम्म हामीले सुन्दा पनि कति मान्छेको सक्सेसफुल पर्सनको पछाडि धेरै स्टोरीहरू भएको पाइन्छौँ। त्यस कारणले गर्दा नलजाउनुहोस् तपाईँहरू र आफ्नो यो कन्जर्भेटिभ माइन्ड सेट भन्छु म, त्यसलाई चाहिँ हटाउनुहोस् र काम ठुलो सानो हुँदैन। जस्तो सुकै प्रपर्टीमा तपाईँले जब पायो भने गर्नुहोस्, आफ्नो स्किल अनुसारको, आफ्नो क्षमता अनुसारको, आफ्नो नलेज अनुसारको काम जे पाउँछ त्यही अनुसारको कामहरू गर्नुहोस् र अगाडि बढ्ने कोसिस गर्नुहोस् र नेक्स्ट चाहिँ अरू ट्राई गर्ने कोसिस गर्नुहोला जहिले पनि राम्रो चिजको लागि। र अवश्य पनि तपाईँले चाहेको चिजहरू चाहिँ एक दिन हासिल गर्न सक्नुहुनेछ भने त्यसरी चाहिँ तपाईँले पढेको छ भन्दैमा सुतेर नबस्नु होला, केही न केही गर्ने कोसिस गर्नु होला है त तपाईँहरूको।